हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा, तूने क्यों सही बात कही, काहे न कुछ और कहा। के हामी जनप्रतिनिधि भएर भइराखेको मानव तस्करीको बारेमा पनि बोल्न नपाउने। 2081 कार्तिकदेखि 2082 वैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई 9 चोटि पत्र काटेको छ, यहाँ बदमासी भइराखेको छ ध्यान देऊ भनेर। त्यो बेलामा यो इमानदारीता कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ। जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरूलाई लुकाउनको लागि रातारात किन तानियो हैन। यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने त्यस कर्मचारीलाई संरक्षण दिनलाई किन तानियो। र अर्को कुरा, कर्मचारी तानिसकेपछि इर्दगिर्दको जिल्ला वा गृह मन्त्रालयमै राख्न सक्थ्यो तामेलीमा। त्यो कर्मचारीलाई डोल्पा रोल्पा सरुवा गरेर अनुसन्धान प्रभावित पार्न खोजिएको त्यो पनि प्रमाणित छ।